हाई एभ्रिवान, म समीर तामाङ अनि आजको यस भिडियोमा चाहिँ म तपाईँहरूलाई सिकाउने छु हाम्रो टिकटक एकाउन्ट चाहिँ कसरी डिलिट गर्ने। तपाईँलाई आवश्यकता नपरेको, तपाईँसँग बढी भएको, तपाईँको बिग्रिएको जुनसुकै टिकटक एकाउन्ट चाहिँ जुनसुकै बेला जुनसुकै अवस्थामा डिलिट गर्नुपर्ने हुन्छ। सो आजको यस भिडियोमा म तपाईँहरूलाई टिकटक एकाउन्ट चाहिँ कसरी डिलिट गर्ने भन्ने विषयमा चाहिँ सिकाउने छु। सो भिडियो अन्तिमसम्म हेर्नु होला है त। सो फाइनली अहिले चाहिँ हामी आफ्नो मोबाइलको स्क्रिनमा आइसकेको छौँ। आफ्नो मोबाइलको स्क्रिनमा आए पछाडि चाहिँ तपाईँले हाम्रो टिकटक एपलाई चाहिँ ओपन गर्नुपर्ने हुन्छ। सो टिकटक एपलाई ओपन गरे पछाडि चाहिँ तपाईँले यहाँ कुनामा प्रोफाइल भन्ने छ। सो त्यो प्रोफाइल भन्नेमा क्लिक गर्नु होला। तपाईँले प्रोफाइल भन्नेमा क्लिक गरेपछि यहाँनिर थोरै लोड लिन्छ होइन। माथि 3 डट देख्न सक्नुहुनेछ अनि सेटिङ एन्ड प्राइभेसीमा जानु होला। सेटिङ एन्ड प्राइभेसीमा गएपछि सबै यहाँ तलतिर थुप्रै इन्टरफेसहरू देख्छ। तपाईँले एकाउन्ट भन्नेमा क्लिक गर्नु होला है त। सो एकाउन्ट भन्नेमा क्लिक गरेपछि तपाईँले एकाउन्ट इन्फर्मेसन भन्ने ठाउँमा पनि छ, तर हामीले तल डिएक्टिभेट अर डिलिट एकाउन्ट भन्ने तल अप्सन देख्न सक्नुहुनेछ। सो त्यसमा चाहिँ तपाईँले क्लिक गर्नुपर्ने हुन्छ है। म पनि यहाँ जस्ट यहाँनिर तपाईँहरूलाई देखाउन जाँदैछु। सो यहाँनिर थोरै लोड लिइरहेको छ। लोड लिए पछाडि चाहिँ अब यहाँनिर देख्न सक्नुहुनेछ है। अनि डिएक्टिभेट एकाउन्ट अर डिलिट एकाउन्ट पर्मानेन्टली भन्छ। सो हामीले चाहिँ एकाउन्ट चाहिँ पर्मानेन्टली डिलिट गर्न थाल्यो हो, त्यही भएर पर्मानेन्ट डिलिटमा क्लिक गर्नु होला। अनि यहाँ देख्न सक्नुहुन्छ के को रिजन हो, त्यो सेक्युरिटी के रिजनले चाहिँ तिमीले टिकटक एकाउन्ट डिलिट गर्न लागेको हो त्यो चाहिँ यहाँ दिनु होला है। जुन दिँदा पनि हुन्छ, जो चाहिँ मल्टिपल एकाउन्ट भएको हुनाले मैले चाहिँ यसलाई डिलिट गर्न थालेको हो होइन। जस्तै त्यति गरे पछाडि तपाईँको अब यहाँनिर टर्म्स एन्ड कन्डिसनलाई चाहिँ एलो गरेर कन्टिन्यू गर्नुपर्ने हुन्छ। त्यति गरे पछाडि अब तपाईँले आफ्नो जिमेलमा चाहिँ एउटा कोड गएको हुन्छ होइन। जुन जिमेलबाट तपाईँले टिकटक एकाउन्ट खोलेको थियो त्यो जिमेलमा चाहिँ कोड गएको हुन्छ। त्यो जिमेलको कोड चाहिँ तपाईँले यहाँनिर राखेर चाहिँ सबमिट गर्नुपर्ने हुन्छ है त। सो तब म यहाँनिर अब कोड भर्छु। सो फाइनली अहिले चाहिँ हाम्रो टिकटक एकाउन्ट यहाँबाट रिमुभ भएर गइसकेको छ। अब भने चाहिँ हामीले यहाँनिर भएको एकाउन्टहरूलाई पनि रिमुभ गर्न सकिन्छ र तपाईँहरूले गर्दा पनि हुन्छ, नगर्दा पनि केही फरक पर्दैन है त। सो फाइनली देख्न सक्नुहुनेछ अहिले जुन मेरो ओरिजिनल एकाउन्ट थियो त्यो चाहिँ आइसकेको छ। सो तपाईँहरूले अहिलेसम्म मलाई फलो गर्नु भएको छैन भने मलाई पनि फलो गर्न नबिर्सनु होला है त। सो आजको यस भिडियोमा मैले तपाईँहरूलाई सिकाइसकेको छु टिकटक एकाउन्ट चाहिँ कसरी डिलिट गर्न सकिन्छ है। त्यही पनि पर्मानेन्टली डिएक्टिभेट पनि गर्न सक्नुहुनेछ र तपाईँ डिलिट पनि गर्न सक्नुहुनेछ। त्यो चाहिँ मैले तपाईँहरूलाई भिडियोमा सिकाइसकेको छु। आयो हजुरलाई भिडियो मन पऱ्यो होला, भिडियो मन पऱ्यो लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। साथै मसँग पर्सनल जोडिन चाहनुहुन्छ भने तल डिस्क्रिप्सन बक्समा दिएको सोसियल मिडिया लिङ्कलाई चाहिँ फलो गर्न नबिर्सिनु होला है त।